नमस्ते गाइस, सम्पूर्ण साथीभाइ तथा दाजुभाइ तथा दिदीबहिनीहरूलाई वेलकम छ हैन मेरो भ्लगमा। फाइनल्ली हामी चाहिँ यसो अहिले भन्नुपर्दा हामी चाहिँ यता राजस्थानको उदयपुर ठाउँमा छौँ, काम गर्दै आइरहेको। आज हामी 3 जनाको अफ छ। यहाँको मान्छेहरूलाई कपालै काट्न नआउने के, त्यसैले आज साथीले काट्दैछ। एउटा साथीको कैँची किनेर ल्याएका छौँ, कैँची अनि त्यो ब्लेडहरू हातले अब आफ्नो हातले काट्दैछ हैन। हेर्छौँ कतिको ट्यालेन्ट छ हाम्रो साथीमा। फाइनली गाइज हैन, यो हाम्रो ब्रोदरको हामी चाहिँ बाल काटेर हैन, यसो हामी हिजो बजार जाँदाखेरि चाहिँ साथीको कपाल चाहिँ बिगारिदिएको हैन। मेरो यस्तो बिगारिदिएको छ कि आज 70 रुपैयाँ दिएर काटेको हैन। यहाँ अलिकति बिग्रिहाल्यो भने केही छैन, दाइ छँदैछ। धोतीहरूलाई कसैलाई पनि काट्नै आउन्न के। या पारामा काट्दिँदैछ। जुत्ता पनि फेरि त्यस्तै हुन्। मुझले कहाँ हाल्दिएन रुममा त छैन। ल अब काङ्गी दोकानमै छुटाएर आइदिएर रहेछ हैन। केटा गोजी सोजीमा छ कि हेर, यसो चेक गर। गोजीमा त छैन, मुजीमा छ। अब मुजीमा छ। लक त छ नि, काट्छ नि, रोक्न। मेरो भाइले के काट्छ? काङ्गी ल्याएर त्यो भित्रको। ल त पानी पनि लिए। यस्तो छ हाम्रो यता उदयपुरको सिन, अलि जङ्गल टाइपको छ हैन। त्यो भित्र होला एउटा काङ्गे, खासै नि केही छैन। कस्तो चलिरहेछ हौ कपाल काट्ने। हेलो कपाल काट्ने भैया। कपाल काट्ने भैया कति रुपियाँमा काट्दिँदै हुनुहुन्छ? 5 रुपियाँ भयो। यो तरिकाले काट्दैछ हैन हाम्रो साथीले। सो तर यहाँको मान्छेहरू भन्दा त अलि ठिकै काट्न लागेछ जस्तो लागिरहेछ। हामी हेर्नेछौँ यसको फाइनल रिजल्ट के आउँछ गाइज। यो तरिकाले काट्दैछ ब्लेड त्यो काङ्गीमा हालेर। अनि यसो म चाहिँ यताको भ्यूको नजाराको मजा लिँदै, आज 3 जनाको अफ भएको कारणले हामी चाहिँ यसो टाइम पास हालिरहेको होइन। यहाँको मान्छेहरूलाई एक त कपालै काट्न नआउने कि, जे जति जस्तो दोकानमा गए पनि, जति एक्सपेन्सिभ गए पनि, तर बिगारिदिइहाल्ने केही त केही त्यही छ। तर जे जस्तो भयो नि, एरिया चाहिँ बवालै छ कि होइन केटा हो। यस्तो बवाल एरिया छ, वरिपरि पहाड छ। नेपालको जस्तै भाइब दिइरहेछ इन्डिया भयो नि। तर नेपालसम्म त पुग्दैन, कम्पेयर गर्न चाहिँ मिल्दैन, तर हल्का फुल्का त्यस्तै दिइरहेछ भनौँ न होइन। यस्तो खोला नदीहरू, वरिपरि पहाड, हिमाल चाहिँ छैन। यता चाहिँ यहाँ मस्तले काटिरहेछ हाम्रो दोस्तले। यस्तो साइडमा खोला नदी छ हैन, सानो नहर हेर्न सक्नुहुन्छ हजुरहरूले। यहाँ चाहिँ काम चलिरहेछ 2 रुपियाँको ब्लेडमा। चलाइरहेछ, चलाउनु परिरहेछ हैन। यो त मेरो देखिसकेको छ अलरेडी। ल त गाइज, यिनी हाम्रो फाइनल रिजल्ट होइन। यस्तो बवाल काट्दिरहेछ। उसको चाहिँ पुरा भुत्ला छ, पुरा फुलिसकेको छ, बुढो भइसकेको छ। लास्टै हाइलाइट गर्थ्यो अरे के यो साथी, त्यसैले यस्तो भएको। हजुरहरूले पनि यसो रङसङ लगाउने अनि भोला खाएर थुकेको जस्तो कपाल बनाउने त्यस्तो चाहिँ नगर्नु होला हैन। म अनुरोध गर्दछु। रुममा गएर यसो फ्री फायर हान्नुपर्छ हैन, गेम। सो हान्ने भए चाहिँ आउनु होला हजुरहरू, यसो युआइडी पठाउनु होला। अब भेट्नेछु गाइज हामी अर्को भिडियोमा। फाइनल्ली गाइज म रुममा पुगिसकेको छु हैन। हाम्रो रुम चाहिँ यही हो अनि हाम्रो होटल चाहिँ यो रुमभन्दा 1.5 किलोमिटर टाढा छ। यस्तो छ हाम्रो रुम। उतै हाम्रो सामानहरू छ, जुत्ताहरू, अनि यो पनि जुत्ताहरू भइसक्यो। यहाँ चाहिँ हामी 3 जना सुत्छौँ। यस्तो भुइँमा लगाइरहेछौँ बिस्तारा। यता हाम्रो ब्याग लगेज। होटल चाहिँ 1.5 किलोमिटर टाढा छ। सो यही नै हो। ल त हामी अर्को भिडियोमा भेट्नेछौँ गाइज। बाई बाई, टेक केयर।